नमस्कार। आज तेस्रो श्रृङ्खला सहित उपस्थित भएको छु म र हिजो अस्ति जुन मैले प्रस्तुति गरेको थिएँ त्यो प्रस्तुतिलाई हजुरहरूले अत्यन्तै मन पराइदिनु भयो, लाइक कमेन्ट गरिदिनु भयो। यसबाट पनि मलाई अलिकति हौसला बढेको छ र आज तेस्रो दिन पनि म एउटा कृतिबाट केही सृजनाहरू वाचन गर्ने तर्खरमा छु र आज चाहिँ मेरो हातमा छ सफलताका मर्मशील आवाजहरू मुक्तक सङ्ग्रह। यसलाई चाहिँ चन्द्रा नेउपानेज्यूले लेख्नु भएको छ र यसमा चाहिँ जम्मा 104 वटा मुक्तकहरू सङ्ग्रहित छन्। अति मिठो लेख्नुहुन्छ, मिठो समीक्षा गर्नुहुन्छ र उहाँका धेरै कृतिहरू प्रकाशित भइसकेका छन् र यो कृति चाहिँ ठ्याक्कै संयोगले मेरो अहिले हातमा छ र यो कृतिका केही मुक्तकहरू हजुरहरू समक्ष वाचन गर्छु म र यी मुक्तकहरू हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र यी प्रतिक्रियाहरूले चाहिँ के गर्छ भने हजुरहरूलाई चाहिँ भोलि यसरी लेख्न सकियो भने अथवा यसरी अघि बढ्न सकियो भने भन्ने कुरा पनि हुन्छ र अर्को कुरो हामी मानवहरूको मस्तिष्क चाहिँ एकै खाले हुँदैन, खेल्ने भावनाहरू पनि फरक फरक हुन्छन्। त्यसकारण पृथक स्वादहरूको पनि अनुसरण गर्न सकियो, त्यसलाई पनि कपी गर्न सकियो, त्यही अपेक्षा गर्छौँ र म उहाँका केही मुक्तकहरू वाचन गर्छु र मुक्तक नम्बर 100बाट वाचन गर्छु। 104 वटा मुक्तक छन् यो सङ्ग्रहमा र म 100औं मुक्तक के रहेछ त उहाँको म पहिलो मुक्तक चाहिँ 100 नम्बरको मुक्तक यसबाट वाचन गर्छु है त। नर पिचासी यी सबैलाई जालमा फसाउन मन छ, ती सबैको पोको पारी भिरमा खसाउन मन छ। नर पिचासी यी सबैलाई जालमा फसाउन मन छ, ती सबैलाई पोको पारी भिरबाट खसाउन मन छ। आइदिए हुन्थ्यो नि शक्ति ममा पनि नवदुर्गाको सरी। नर पिशाच चाहिँ सबैलाई जालमा फसाउन मन छ, ती सबैलाई पोको पारी भिरमा खसाउन मन छ। आइदिए हुन्थ्यो नि शक्ति ममा पनि नवदुर्गा सरी। सम्पूर्ण निर्मलाका आमाहरूलाई हँसाउन मन छ, सम्पूर्ण निर्मलाका आमाहरूलाई हँसाउन मन छ। यो निर्मला जुन मैननगरकी चेली उहाँलाई बलात्कारपछि हत्या गरिएको केससँग सम्बन्धित मुक्तक रहेछ। बहुत मिठो मुक्तक। यो मुक्तकका लागि चन्द्रा नेउपानेज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्छु। अब म 101 नम्बरको मुक्तक प्रस्तुत गर्छु। बेइमान मूर्खता सदा केही न केही कुरामा चुकेको हुन्छ, इमानदारको शिर त लाजले होइन शानले झुकेको हुन्छ। बेइमान मूर्खता सधैँ केही न केही कुरामा चुकेको हुन्छ, इमानदारको शिर त लाजले होइन शानले झुकेको हुन्छ। जुनसुकै परिस्थितिमा रमाउने को पनि हुन्छ आत्माभिमान। बेइमान मूर्खता सदा केही न केही कुरामा चुकेको हुन्छ, इमानदारको शिर त लाजले होइन शानले झुकेको हुन्छ। जुनसुकै परिस्थितिमा रमाउनेको पनि हुन्छ आत्माभिमान। मिठो र स्वच्छन्द मुस्कान भित्र पनि असह्य पीडा लुकेको हुन्छ, मिठो र स्वच्छन्द मुस्कान भित्र पनि असह्य पीडा लुकेको हुन्छ। कति मिठो मुक्तक रहेछ। आखिर मिठो मुस्कान छरेर गफ गर्ने कुरा गर्नेहरूसँग पनि केही न केही आन्तरिक पीडा हुन्छ भन्ने भाव यसमा झल्केको रहेछ। मैले यति बुझेँ साहित्यको भाषा बुझ्नु भनेको अति कठिन छ। झन बुझ्यो झन कठिन, झन झन बुझ्यो झन झन कठिन भनेर त्यसै भनिएको होइन साहित्यलाई। अब चाहिँ म 102 नम्बर मुक्तक प्रस्तुत गर्दैछु। आधुनिकता सँगसँगै बढेका हुन् मान्छेका यहाँ धेरै आशाहरू, वैज्ञानिक विकासको नाममा बढेका छन् यहाँ धेरै विनाशहरू। आधुनिकता सँगसँगै बढेका हुन् मान्छेका यहाँ धेरै आशहरू, वैज्ञानिक विकासका नाममा बढेका छन् यहाँ धेरै विनाशहरू। वातावरणीय प्रभाव मूल्याङ्कन गर्नै पर्छ विकासभन्दा पहिले। आधुनिकता सँगसँगै बढेका हुन् मान्छेका यहाँ धेरै आशहरू, वैज्ञानिक विकासको नाममा बढेका छन् यहाँ धेरै विनाशहरू। वातावरणीय प्रभाव मूल्याङ्कन गर्नै पर्छ विकासभन्दा पहिले। अब चाहिँ पूर्ण सचेत भई गर्नुपर्छ यहाँ धेरै विकासहरू। अब चाहिँ पूर्ण सचेत भई गर्नुपर्छ यहाँ धेरै विकासहरू। कति राम्रो मुक्तक छ यो। हामीले विकासको नाममा प्रकृतिलाई दोहन गरिरहेका छौँ अथवा प्रकृतिलाई विनाश गरिरहेका छौँ। यो विनाशले चाहिँ हाम्रो पनि विनाश हो भन्ने किसिमको भाव मैले बुझेँ। कति मिठो मुक्तक। धेरै धेरै आभार व्यक्त गर्छु। यसै गरी अब म 103 नम्बरको मुक्तक प्रस्तुत गर्दैछु।
यसै गरी हामी सदा रमाइरहन पाऊँ, मित्रताको त्यो साथ नै जमाइरहन पाऊँ। यसै गरी हामी सदा रमाइरहन पाऊँ, मित्रताको यो साथ नै जमाइरहन पाऊँ। साहित्यले जुराएको आहा हाम्रो यो मित्रता। यसै गरी हामी सदा रमाइरहन पाऊँ, मित्रताको यो साथ नै जमाइरहन पाऊँ। साहित्यले जुराएको आहा हाम्रो यो मित्रता। एकअर्कामा यी हात थमाइरहन पाऊँ, एकअर्कामा यी हात थमाइरहन पाऊँ। कति मिठो सन्देश छ। हामी साहित्यले कुन भूगोलका कहाँका आज तनहुमा जन्मेर बानियाटार काठमाडौँमा बस्दै गर्नुभएको चन्द्र नेउपानेज्यूको कविता गाडी मुक्तक म भोजपुरमा जन्मेको व्यक्तिले पढिरहेको छु, वाचन गरिरहेको छु। यही हो आत्मीयता, यही हो साहित्यले जुराएको न्यानो सम्बन्ध पनि। कति मिठो शब्द छ। यो मुक्तकको लागि पनि हार्दिक आभार व्यक्त गर्छु। र अब चाहिँ म अन्तिम मुक्तक मैले वाचन गर्ने आजका मुक्तक मध्येको अन्तिम मुक्तक वाचन गर्दैछु। मुक्तक नम्बर 104 छ। भए भरका सम्पूर्ण खुसी यही घरमा हुलेर निर्धक्क यहाँ, चम्पा चमेली बासना छर्दै ढकमक्क फुलेर निर्धक्क यहाँ। भए भरका सम्पूर्ण खुसी यही घरमा हुलेर निर्धक्क यहाँ, चम्पा चमेली बास्ना छर्दै ढकमक्क फुलेर निर्धक्क यहाँ। स्वर्गश्वरीका छटाहरू पनि सब यहाँ चौतर्फी नाचिरहन्। भए भरका सम्पूर्ण खुसी यही घरमा हुलेर निर्धक्क यहाँ, चम्पा चमेली बास्ना छर्दै ढकमक्क फुलेर निर्धक्क यहाँ। स्वर्गश्वरीका छटाहरू पनि सब यहाँ चौतर्फी नै नाचिरहन्। बालबालिका हो सज्जन सब हाँसिरहन् खुलेर निर्धक्क यहाँ। बालबालिका हो सज्जन सब हाँसिरहन् खुलेर निर्धक्क यहाँ। कति मिठो भावना छ। एउटै परिवारभित्र सबै बाँच्न हो, सबै मिलुन् भन्ने एउटा सन्देश छ। आजलाई मैले वाचन यति नै गरेँ। आजको वाचन श्रृङ्खला हजुरहरूलाई कस्तो लाग्यो? आवश्यक सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै अहिलेलाई भने बिदा हुन्छु। हस्, नमस्कार।